हेलो एभ्रिवान, वेलकम टु माई भिडियो गाइस। आज देख्नु सक्नुहुन्छ यहाँनिर आशिषलाई अनि आज हामी चाहिँ यिनीहरूको छुट्टीको दिन कस्तो भनौँ आज घुर्नुलाई निस्केको छ। आज फेरि गाइस आज चाहिँ हामी ज्वाइँतर्फ जानेछौँ। फिलहाल हामी चाहिँ लाटुम्बेमा छौँ। अब हामी माथि जाने छौँ अनि एकजना भाइ विष्णुलाई पनि लिएर जाँदैछौँ। हेरौँ अब जाने फिक्स चाहिँ छैन कुन ठाउँ जाने भनेर, तर अब जाँदै जाँदै अब निर्णय हुन्छ है। सायद मेरो विचारमा चाहिँ फेफे जाने विचार छ। अलिक गरम बस्छ त्यहाँनिर स्विमिङ गर्ने विचार। स्विमिङ गर्नु मन छ कि छैन? तर त्यहाँ त उयो छ नि, स्विमिङ पुल होइन नि, नदी हो नि, फेरि झर्ना फल्स वाटरफल छ। गर्दैन अब त्यो झर्ना त सही चला। लु गाइस हेरौँ यहाँनिर घुर्नु जाने अरे। यहाँनिर आधी बाटो भर्खर आइपुगेछ। बमिट आयो अरे, चक्कर आयो। बमिट गर्नु प्लास्टिक खोज्दै चाहिँ यहाँ हेरौँ न हाम्रो माछाको के छ तेरो अवस्था। मस्त सुतेर रातभरि चाहिँ क्यारमबाट ठ्याक्कै गरेर बस्छ। अनि अहिले चाहिँ पर्र गर्छु त गाडीमा। यहाँ चाहिँ एकछिन हामी बिसाएको छौँ गाइस। विष्णु गएको छ यहाँ सेक्वा लिनु। ओके गाइस, फाइनली हाम्रो सिक्का पापेको यहाँ छ। सिक्का पनि आइसकेको छ है। सेक्वा देखाउ त कस्तो रहेछ हाम्रो यहाँ हाइवेको। पुरा चटपटे बनाएर आमा यार टेस्टी छ होला है केटा। अब खाँदै जाऊँ ल। के बिसा भनेर खाएर जाने हो। फाइनली गाइस हामी चाहिँ ज्वाइँभन्दा अगाडि आइपुगिसक्यौँ है। पहिला हामी आउँदा चाहिँ यहाँनिर रोड बनाएको थिएन, अहिले चाहिँ बाइपास बनेको छ। त्यहाँसम्म पुग्छ। ओ थाहा भयो मलाई हो। यो सिलङ यो के अरे उता छ नि, त्यो ज्वाइँदेखि अगाडि निक्लिन्छ नि यता आउने बाटो छ हो त्यहाँनिर। मलाई थाहा भयो यहाँदेखि ठ्याक्कै निक्लिन्छ। देख्नु सक्नुहुन्छ यहाँ चाहिँ अब ट्राफिक छैन है। अब यहाँदेखि चाहिँ छिटै पुगिन्छ। ट्राफिक चिर्दा चिर्दा बल्ल बल्ल यो ठाउँमा आइपुग्यो। र यहाँ हाम्रो आशिष चाहिँ अघि सेक्वा खाएको थियो निकाल्ने अरे, भारी भएर यहाँनिर निकाल्दैछ अहिले चाहिँ। अब के भन्नु जाति हो, घुम्नु आएको पार्कै बन्द रहेछ। एनर्जी निक्लेन नि यार। अब फेरि यहाँबाट ब्याक गाइस आज त धोका भयो यार। यहाँनिर फेफे आइ नै पुगिसकेको थियो। के अरे लफडा भएछ अरे। लफडा भयो अरे। लफडा भएको कारणले त्यो पार्क चाहिँ रिसोर्ट नै पुरै नै बन्द भएको छ अरे फिलहाल चाहिँ। अब खोल्चा थाहा भएन के घट्ने भयो होला, बन्द भएको होला नि। त्यो अब ठुलै घटना भयो होला होइन। सानो उसमा लकडाउनमा त बन्द हुने कुरा आएन। यत्रो टाढो यार, ज्वाइँदेखि लगभग हामी कति 30 किलोमिटर आयो होला नि। ज्यादा आयो नि। यत्रो टाढो आएको गाइस, काम बनेन आएन झर्नको लागि। अब हामी यहाँदेखि जाँदैछौँ फेरि कहाँ भने एलोङ पार्कमा जान्छौँ। एलोङ पार्कमा अब त्यहीँनिर आजको इन्जोय गर्ने ठाउँ चाहिँ अब त्यही भयो गाइस। ओके अब हामी त्यहाँ पुगेपछि हामी फेरि भेट्नेछौँ गाइस। हामी चाहिँ अब फाइनली यहाँनिर यालोङमा आइसक्यौँ। एन्ट्री भइसकेको छ। अनि यता चाहिँ यो जङ्गली पार्क भन्छ है। यसको भित्र चाहिँ रिसोर्ट छ। यहाँदेखि चाहिँ तल चाहिँ मैदान पार्कमा छ। फाइनली गाइस हामी चाहिँ यहाँनिर के अरे यालोङ पार्कमा आइसकेको छौँ। देख्नु सक्नुहुन्छ यहाँनिर घोडाको नाममा धब्बा भनेको थियो। के अरे गधा रहेछ। बस्नु तपाईँ बस्नु न। त्यो घोडा रहेछ। अब म घोडामा चढ्नेवाला छु गाइस। अनि टोक्दैन यसले हो र है गाइस। अब चाहिँ हामी यहाँनिर खाजा खानु लागेको छ। यहाँ यस्तोले भिज्दैछ के कुराहरू के छ हौ। यो त प्रिडाटर एनर्जेटिङ हो। यो पनि यो मोन्स्टर कम्पनीको हो। यो पनि सलाद के को कराउँछ त्यो खाने ठाउँ त हो नि। पहिला ज्यामिस्टिक त कतिको तङ्ग्रेछ स गाडीमा बमिट गरेछ।
कति टाढो गएको त डोमेस्टिक गर्नु पनि हेलो साथी हो हाम्रो यहाँ अनबक्सिङ हुँदैछ खोइ दाइले यहाँ के पेकिङ गर्छ यो चाहिँ यस्तो हेर्दा चाहिँ स्यान्डविच चाहिँ लेकिन आलु चप्ले चाहिँ यो चाहिँ हल्का डढेको पनि रहेछ यो डिजाइन हो डिजाइन यो अनि यो चाहिँ खोइ दाइले के पेकिङ गरेर छ चिकन ड्रप स्टिक रहेछ यहाँ पुरा मुखभरि थुक निकाल्दै बोल्दैछ क्या मासु अनि यहाँनिर हाम्रो यो सलाद अनियन्स काँक्राहरू गाजरहरू यहाँ हाम्रो ड्रिङ्क यो चिप्स दाइले के लिएर आएको छ यहाँ दाइले कुन चाहिँ भेराइटी खाने हो त्यो उ त्यो चिप्सले त यो फर्स्ट टाइममा देखेको मैले त यो याद यो 2 PM उयो चाहिँ खाएको थिएँ क्या हामीले 2 PM को त डर भ्लग भन्दै अब यो 2 PM थाहा छ तिमीले यस्तो तिमीले देखेको आज कहाँ मैले लगेको छुइनँ यार यो फर्स्ट टाइम देखेको यार त्यसको नुडल्स चाहिँ खाएको यो 2 PM गाइस यहाँ चाहिँ अब तिहारबाट हाम्रो आफन्तहरूले पठाइदिएको थियो के हो दाइ तिहारबाट त त्यस तेल रोटी हुनुपर्ने हैन ए भात चाहिँ यार ल यो खाले छ गाइस यो चाहिँ तिहारको उयो तिहारको यो गिफ्ट है मैले पोलेको भन्नु नमिल्ने हैन यहाँ थुप्रो छ अब यो चाहिँ ननिकाल्नु होला है सामान्य भेराइटी यहाँ फाल न भाउजूले फेरि धनियाँ फेरि डस्तिर हाल्दैछ क्रिम बन पनि छ यो मन आफै बनायो कि सोक्दैन ओ भाइ जाऊ उता यार ल तलाई चाहिँ म कहाँबाट मेहमान आएछ हो यो दिइहाल्छु उठ त सही रहेछ नि सोक्दैन रहेछ कुकुरदेखि बस्नु What's your name, dog? Auntie. Lo guys, अब चाहिँ हामी खान सुरु गर्यौँ है किनभने बिहानदेखिको भोकै छ ल गाइस यहाँनिर हामी चाहिँ घोडा चढ्न लागेको छौँ है देख्न सक्नुहुन्छ तर घोडा चाहिँ सानो रहेछ पकड न यार हर्स राइडर ब्रो टु मिनी हर्स चढ्दैछौँ गाइस यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर कान्छीरमा तर अलिक यो घोडा चाहिँ लड जस्तो लागिरहेको छ मलाई चाहिँ है हाम्रो अब नानीलाई अफरोडिङ बाइक चलाउँछ पुरा बाइक जस्तो हुँदैन रहेछ यहाँनिर यो के ट्रेकर ट्रेक्टर टाइपको यो खै नाम पनि अफरोडिङ बाइकै भनौँ है यो पनि चढ्यो अनि घोडा पनि चढिसक्यो अहिले चाहिँ त चढेन छ नि मजा आयो गाइस यहाँ चाहिँ देख्नु सक्नुहुन्छ यहाँनिर ठुलो एउटा के बनाएको छ है टेन्ट कस्तो लाग्यो शान्ति रहेछ गाइस आलुङको एडभेन्चर ब्रिज झोलुङ्गे पुल भने पनि हुन्छ यसलाई पुरा हल्लिने आउँदैन कहाँ उयो कहाँ हौ हैट दिमाग खराब गर्छ गोरु पो हिँडाउने र यार मान्छे हिँड्दाखेरि यार ल गाइस आजको यो यालङ पार्कको ब्रिज चाहिँ यस्तो रहेको छ पुरा हल्लिने रहेछ यहाँ चाहिँ पुरा मातेर आएको जस्तै अनुभव हुने रहेछ कस्तो लाग्यो यो ब्रिज गाइस फेरि यहाँनिर हामी माथिको अघि भनेको माथि जङ्गली पार्कमा हामी आइसकेको छौँ देख्न सक्नुहुन्छ यहाँनिर एन्ट्री गेट है यहाँनिर ए त्यतिकै फारो हेर्छु नि ल अलरेडी हामी पुरा एन्ट्री भइसकेको छौँ है
अलरेडी गाइस अघि मैले देखाएको ठाउँ चाहिँ यही हो। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ तल। अघि चाहिँ हामी त्यो ठाउँबाट आएको थियौँ है। कस्तो मधुरो निक्ल्यो। ल अलरेडी गाइस यहाँको भ्यू पोइन्ट पनि हामीले हेरिसकिसक्यौँ। ओके गाइस आजको ब्लग जति पनि यतिमै आज एन्ड गर्दछु। र यदि तपाईँहरूलाई यो भिडियो मनपर्छ भने मन पर्यो भने तपाईँहरूले लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र मेरो फेसबुक पेजलाई चाहिँ फलो गर्नु होला भन्दै आजको ब्लग यतिमै राख्दै फेरि पनि अर्को नेक्स्ट ब्लगमा भेटौँला। सी यू सुन। ओके बाई बाई।